प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य मञ्चमा आसीन अतिथिज्यू, एक हातमा कलम र अर्को हातमा कपी लिएर निष्पक्ष निर्णय गर्न बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यूहरू, मलाई समयको महत्त्व बुझाउन खटिनुभएका समयपालकज्यू र गलामा विजयको माला अनि निधारमा विजयको टीका पहिरन आतुर हाम्रा प्रतिस्पर्धी मित्रहरू, साथै हामीलाई ताली बजाएर हौसला प्रदान गर्न उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी साथीहरूमा म श्री पञ्चधुरा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा 11 को छात्रा राखी राउतको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आजको यस विद्यालयद्वारा आयोजित गरिएको वक्तृत्व कला प्रतियोगितामा आफूभित्र रहेको विचार प्रकट गर्न पाउँदा अत्यन्त भाग्यशाली महसुस गरेको छु र आजको यस कार्यक्रमको आयोजना गर्ने यस विद्यालयका सम्पूर्ण परिवारप्रति हार्दिक कृतज्ञता जाहेर गर्दछु। आजको मेरो वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ मेरो गुरुबाट मैले आशा गरेको शिक्षा। म आफ्ना भनाइहरू राख्नुभन्दा अगाडि यस कार्यक्रमका सभाध्यक्ष महोदयसँग अनुमति लिन चाहन्छु। धन्यवाद। सर्वप्रथम त म व्यवहार भनेको के हो भनेर स्पष्ट पार्न चाहन्छु। व्यवहार भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने मानवीय तथा अमानवीय सम्मानलाई व्यवहार भनिन्छ। तर हाम्रो नेपाली समाजमा व्यवहारलाई सामान्य रूपमा लिएको पाइन्छ। व्यवहारले एउटा व्यक्तित्व विकासमा मद्दत पुर्याएको हुन्छ। यदि हामीले एउटा व्यक्तिलाई अमानवीय व्यवहार गर्यौं भने त्यो व्यक्तिको व्यक्तित्व विकास कहिले पनि राम्रो हुन सक्दैन। तर त्यही व्यक्तिलाई हामीले मानवीय व्यवहार तथा भेदभाव नगरिकन समाजमा बाँच्न दियौं भने त्यो व्यक्तिको व्यक्तित्व विकास बलियो हुन जान्छ र त्यो व्यक्ति समाजमा स्वतन्त्र रूपले बाँच्न सक्छ। त्यसैले व्यक्तिको जीवनमा व्यवहारको महत्त्व धेरै रहेको छ। महोदय, जसरी एउटा व्यक्तिलाई समाजमा बाँच्न मानवीय व्यवहारको आवश्यकता पर्छ, त्यस्तै गरी विद्यालयमा एउटा विद्यार्थीलाई शिक्षकहरूबाट गुरुहरूबाट सम्मानजनक व्यवहारको आवश्यकता पर्छ। एउटा विद्यार्थीले गुरुहरूले आफूलाई विद्यालयमा कस्तो व्यवहार गरेको छ भनेर आफ्नो मनोबल बनाउँछ। मलाई लाग्छ अनुशासन विद्यार्थी जीवनको गहना हो भने व्यवहार पनि विद्यार्थी जीवनकै एउटा अमूल्य अङ्ग हो जसलाई हामीले प्राथमिकता दिनुपर्छ। हुन त म पनि एउटा विद्यार्थी हुँ। मैले पनि मेरो गुरुहरूबाट राम्रो शिक्षा दीक्षा, उज्जवल भविष्य र प्रेरणादायक व्यवहारको आशा राखेकी छु। यदि मबाट कहिले पनि गल्ती भयो भने मेरो शिक्षकहरूले सजाय मात्र होइन मलाई मेरो शिक्षकले भन्नुस् कि आज तिमीले गल्ती गर्यौ, भोलि राम्रो गर्नुपर्छ। आज तिमीले गल्ती गर्यौ, भोलि राम्रो गर्नुपर्छ। आज तिमी यो कार्यमा असफल भयो, भोलि तिमीले सफलता हासिल गर्नुपर्छ भनेर मेरो शिक्षकले मेरो काँधमा हात राखेर भन्नुस् भनेर म मेरो गुरुहरूबाट आशा गर्दछु। आजको युगमा हुन त हाम्रो विद्यालयमा विद्यार्थीहरूलाई सम्मानजनकको व्यवहार गरिन्छ। तर पनि म चाहन्छु कि पढाइमा राम्रो विद्यार्थीलाई मात्र गुरुहरूले प्राथमिकता नदियोस्, त्यो विद्यार्थीहरूलाई पनि हेरोस् जसको पढाइ राम्रो छैन। उनीहरूलाई के मनपर्छ त्यो कुराको चासो गरेर शिक्षकहरूले त्यो विद्यार्थीलाई पनि सक्रिय बनाओस् भनेर म मेरो गुरुबाट आशा गर्दछु। आजको मैले सुनेकी थिएँ कि शिक्षक र विद्यार्थी बीचको सम्बन्ध पवित्र हुन्छ। तर विडम्बनाको कुरा आजको 21औं शताब्दीको युगमा विद्यार्थी र शिक्षकहरू बीचको सम्बन्ध विच्छेदन भएको कुरा हामीले मोबाइल तथा इन्टरनेटबाट हेर्न सक्छौँ। यसको मुख्य कारण पनि त कतै न कतै विद्यार्थीले शिक्षकलाई र शिक्षकले विद्यार्थीलाई गरेको अमानवीय व्यवहार नै हो। म चाहन्छु कि जब एउटा विद्यार्थीले शिक्षकलाई हात समातेर नमस्कार गर्छ, त्यति बेला त्यो शिक्षकले पनि त्यो विद्यार्थीलाई सम्मानपूर्वक त्यसको जवाफ दिनुपर्छ। अनि मात्र एउटा शिक्षक र विद्यार्थी बीचको सम्बन्ध सुमधुर हुन जान्छ। यति भन्दै म आफ्ना भनाइ यही टुङ्ग्याउन चाहन्छु।